यो खालको मह हजुरहरूले देख्नुभयो सर्लक्कै सिल गरेको मह छ अलिकति तल हुन्छ हजुर यो 100% सिल गरेको मह यसलाई भन्छौँ हामीले यो 100% लगभग 100% छ यो हजुरले यो कालो कालो देख्नुभयो यो भाले मौरी हो सबै कर्म मौरी हो यो महको चाहिँ पूर्णतया रूपमा पाकेको मह चाहिँ यसमा चाहिँ छ है हामीले यस्तो मह मात्रै काट्नु पर्दछ हिजो मैले भनेको थिएँ नि हजुरहरूलाई हिजो जुन चाहिँ सिल नगरेको मह काटियो भने बिग्रन्छ सिल गरेको मह भनेको यही नै हो सिल गरेको सर्लक्क सिल गरेको छ हेर्नु त है सबै सिल गरेको मह यो काट्नु भयो भने तपाईँहरूको मह लामो समयसम्म बिग्रिँदैन है ल हामीले यसरी राख्छौँ यहाँ अर्को पनि हेर्छौँ फेरि मह कस्तो छ भन्ने कुरा त्यो पनि दामी रहेछ यो पनि चाहिँ 100% सिल गरेको छ है अझ मुनि पनि बनाइसकेको छ मुनि पनि बनाएर छ है अब यसलाई चाहिँ हामीले चाहिँ के गर्नु पर्यो भन्दाखेरि चाहिँ यसलाई मिसिन छ भनेदेखि हजुरहरुसित यो सर्लको खुर्किन यसलाई यो चम्चा जस्तो एउटा चाहिँ हाम्रो काँटा जस्तो हुन्छ यसलाई काँटा जसरी उक्काउने नभए चक्कुले सर्र यो बाहिरको बोक्रो चाहिँ सर्लको यो काटिसकेपछि अनि मिसिनमा हालेर घुमाइदिनु भयो भने के हुन्छ त भन्दाखेरि यसको चाहिँ रस मात्रै निक्लन्छ है मिसिन छ यो मह काट्नुपर्छ अब यो लगो तपाईको यहाँ कुनै पनि पुवाल चाहिँ एउटा दुईटा यो माथिको मात्रै चाहिँ काटेको छैन नत्र भनेदेखि यो पुरै चाहिँ अब यो मह हामीले यसरी हेरेका छौँ छाउरा कक्षा यसरी हेर्न मिल्दैन है तलपट्टिको छाउरा कक्षा हामी हेर्छौँ यसरी चाहिँ हेर्न यसरी यसो गर्न मिल्दैन है अब यो चाहिँ यो देख्नु भएको छ नि यो चिली चिली पन्जा ल्याउनु त अब त्यसपछि चाहिँ यसले चाहिँ तपाईहरुको टोक्न सक्छ यसलाई चाहिँ अलिकति पन्जा लगाएर पनि चाहिँ हामीले आफ्नो फरकमा आउनुहुन्छ सबै यसो गरौँ पन्जा ल्याउनु त किन जानुपर्छ घाम चर्किसक्यो नि त अब यो मह पनि काटेर पनि देखाउनु पर्यो यसो अलिअलि हजुरहरूलाई त्यो पनि सिक्नु भाडो चाहियो गुलियो मुख त उहाँ पछाडि नै हुनुहुन्छ यत्रजनालाई म के चाख्न लगायो भने हामी सिक्ने कुरा राम्रोसँग सिकौँ म भनेको घरमै छ के मदानीमा 4 फ्रेम निकाल्दा मदानीले खान्छ हो ल ल्याउनु त्यसो भए हामीलाई चिल्यो के थोरै एउटा अहिले चिलिसकेपछि यो पन्जा लगाउँदाखेरि मौरी पनि नमर्ने अनि यो चाहिँ यो जुन देख्नु भएको छ नि हेरियो यो माथिसम्म राख्नु हुँदैन है यो भन्दा तल हामीले यसरी रिटाउनु पर्छ क्या यसलाई खोल्दाखेरि अब यो तलबाट तान्ने भने तलैदेखि माथि जुन आउँछ भने हामीले यो रिटाउँदाखेरि चाहिँ यसलाई चाहिँ चाहिँ बनाउनु पर्यो यो माथि यो तल्लो स्टेप्स ठिक छ यो मह कच्छ भन्दा माथि चाहिँ यो चाहिँ ल्याउनु हुँदैन है हेरियो फलामको है बाटा त ल्याउनै पर्छ होला हजुर यो ढकनी हटाउनु त ए मुनिसम्मै बनाएर छ मुनिसम्मै बनाएर यहाँ टक्क यसरी यो छड्के बनाएर राखिदिएपछि एउटा मौरी पनि मर्दैन सजिलो पनि हुन्छ है बाटा ल्याउनु त एउटा सकभर एउटा मौरी पनि हजुरहरूले मार्न हुँदैन है होइन तल्लो कक्षा धुवा लाउने सिस्टम राम्रो हो धुवा लाग्यो भने यो मौरी शान्त हुन्छ बाटा ल्याउनु त हामीले सकभर एउटा मौरी पनि नमारौँ मौरीलाई फुक्न मिल्छ
ठिक्क समय छ है यति बेला हामीले बेलुका पनि गर्न हुँदैन बिहान पनि गर्न हुँदैन है हजुरहरूलाई मौरीले साह्रै चिल्यो भनेदेखि अरू भन्दा पनि यो मह हुन्छ नि थोरै त्यसलाई यसरी मिदिएपछि मौरीले चाहिँ तपाईँहरूलाई चिल्दैन है त्यसको गन्ध त्यसलाई नै आउँछ महको भाग हेरियो हामीले अब छाउराको चक्कु त यही छ त चक्कु यही छ एकछिन नाप्दिनु त्यो मह काट्दाखेरि पनि व्यवस्थित तरिकाले गरौँ सबैले सिकौँ आत्तिन हुँदैन है यो मह काट्दाखेरि जहिले पनि यस्ता कमिलाहरू छन् नि यी कमिला नजानको लागि चाहिँ तलबाट चाहिँ हामीले चाहिँ यिनले तलपट्टि अलिकति असर गरेर हुन्छ क्या सानो कमिलाले पनि धेरै असर गरेर हुन्छ यो मह चाहिँ यो राख्ने बेलामा पनि हजुरहरूले यसरी यहाँ मरेको छ नि एउटा दुईटा यसलाई पनि विचार गर्नु पर्यो यति टमक्क गरेर पनि राख्न नहुन्थ्यो के टाइट भएपछि यो बिग्रन्छ क्या कुराकानी अब यसको डोरो नभइसकेपछि यो हामीले हिजो हेरेको थियौँ नि यो नभइसकेपछि यो बिग्रन्छ क्या अब यस्ता खालका पोलाहरू भाले नि छ यसमा यो बिग्रेको चाहिँ छैन बच्चा लार्वा छैन त्यसमा अब बच्चा लार्वा चाहिँ हजुरहरूलाई म यहाँबाट देखाउँछु है तार नभइसकेपछि यो तार हुन्न नि जब अब तपाईँले यसो गर्नुभयो भने पक्लकै भाँचिन्छ फेरि तार कुनैमा नि रहन्छ यसमा अब यसलाई यत्तिकै राख्ने र हेर्ने हो है अब तार नभइसकेपछि हामीले यसरी यसरी यता ढल्काइदियौँ भनेदेखि तपाईँ के हुन्छ त भन्दाखेरि पक्कै भाँचिन्छ भाँचियो भनेपछि के भयो त मेमोरी फुल भयो फुल भयो स्टप भयो यो सर्लकै यो टालेको देख्नुभयो हजुरहरूले हजुर यो बच्चा चाहिँ यो चाहिँ कर्ममौरीको बच्चा है टालेको जति यो टालेको जति यो सब नटालेको ठाउँ चाहिँ यो नटालेको पनि यहाँ लार्वा बिउपा छ अब यसलाई हेर्नै मिल्ने छैन कि यो भाँचिन्छ यसरी हेर्दाखेरि यो पक्कै भाँचिन्छ फेरि तपाईँहरूलाई देखाउनलाई ठुलो बिसाइजको छ कुनै छ तारै फालिदिनुहुन्छ ए ठिक गर्नुभयो तारै फालिदिएपछि त ग्यारेन्टी अब यो चाहिँ चलाउन मिल्ने छैन कि हेर्नै मिल्ने भएन यो पक्कै घर खस्छ बिसाइजको मिल्छ त्यसमा त टन्नै छ अब यो मैले उ गर्नै मिलेन मलाई अब यसमा सुलसुले पनि देखिया जुम्रा मौरीको यहाँ घाटिसक्यो यो चाहिँ हेरियो मौरी देख्नुहुन्छ हेरियो मौरीमा सुलसुले छ यो मैले उ गरिनँ है भाँचिन्छ फेरि बिस साइजको कता छ
त्यो गद्दे किरा अब तपाईँको चाहिँ त्यो मैन यो मौरीको थोरै हुँदाखेरि चाहिँ मृत्यु हो, धेरै हुँदा बिगार्छ फेरि त्यसले पनि है। अलिअलि अब त्यो यहाँ मैन खपटे देखिन्छ नि, मैन खपटेले पनि बिगार्छ धेरै। अलिक किर्ना जस्तो हुन्छ नि सर। किर्ना जस्तो हुने चाहिँ यो सुलसुले चाहिँ खान्छ त्यसले, थोरै हुँदा। धेरै हुँदा फेरि यो बच्चै खाइदिन्छ, समस्या। रानोकोठी छैन यसमा, यसमा रानोकोठी छैन है। चेन्ज गरियो नि अब यहाँ। अब यो पुरानो चाकाहरू, यस्तो खालको चाकाहरू चाहिँ काट्ने हो क्या हामीले। यो ल्याउनु चाहिँ म देखाउँछु त्यसलाई। यो भाले कोष छ, यो पुरै यसरी काटिसकेको छ नि यहाँ होइन, यो सुकेको। त्यति राम्रो चाहिँ कोष चाहिँ अब यसले बनाउँदैन यहाँबाट। यसलाई यस्ता खालका चाकाहरू हामीले निकाल्ने हो कि, निकालेर फाल्ने। यता यो मैन पुतलीको देख्नुहुन्छ यता, यो झोस होइन, यो चाहिँ यो माकुराको जालो जस्तो। अब यसमा चाहिँ मौरीले काम चाहिँ गर्दैन कि, यस्ता खालका चाका चाहिँ हामीले तुरुन्तै काटेर फाल्ने हो। यो देख्नु पनि यो हेरियो हजुरहरू, हेर्नु त ल त हेरियो। यसमा चाहिँ तपाईँको माकुराको जालो जस्तो देख्नुभयो। त्यो माकुराको जालो चाहिँ भएको घरमा चाहिँ मौरीले काम गर्दैन है। पोला त्यस्ता खालका पोलाहरू हामीले निकालिहाल्नुपर्छ क्या। यो चाहिँ भाले हो यसको।